हाम्रो प्रवाह अनलाइन युट्युब च्यानलमा सर्वप्रथम त स्वागत छ र आज पनि म गला सङ्कलन कार्यक्रमको अर्को एउटा नयाँ श्रृङ्खला लिएर यहाँहरू समक्ष उपस्थित भइसकेको छु र आज भने मसँग हाम्रो यो प्रोग्राममा आफ्ना कुराहरू सेयर गर्न आफ्नो जुन त्यो गायकी क्षमता छ, आफ्नो कला छ हामी समक्ष प्रस्तुत गर्नको निम्ति एकदमै धनकुटाका चर्चित गायक नै भनौँ है। एकदम मिठो स्वरमा गीत गाउनुहुने गायक भुवन डङ्गोलज्यू हुनुहुन्छ, भुवन डङ्गोल सर हुनुहुन्छ। सर्वप्रथम सर हजुरलाई हाम्रो यो कार्यक्रममा स्वागत छ। नमस्ते, धन्यवाद। के छ आजकल, के गरेर दिनहरू बिताइराख्नु भएको छ, खबर के कस्तो छ? पेसागत रूपमा चाहिँ म चाहिँ शिक्षक हुँ। हजुर। दिनभरि म शिक्षक पेसामै रमाउँछु। अरू समयमा म चाहिँ गुनगुनाइरहन्छु। मेरो भित्री रुचि भनेको गाउने इच्छा नै हो। म चाहिँ गाउनेमै चाहिँ रुचि राख्छु, गाउन मन पराउँछु। हजुर। अनि कहिलेकाहीँ चाहिँ गीत एरेन्जमेन्ट पनि गर्छु, संयोजन पनि गर्छु। संयोजन पनि गर्नुहुन्छ, एरेन्जरको काम पनि गरिराख्नु भएको छ र एरेन्जिङको काम पनि गरिराख्नु भएको छ भने सुरुमा हामी एउटा गीत सुनेरै सुरु गरौँ न, कार्यक्रमलाई अगाडि बढाउँ। हुन्छ। मैले गत वर्ष एउटा गीत धनकुटाको बजारीमा भन्ने बोलको गीत चाहिँ आउट गरेको थिएँ। स्वर्गीय हरिराज खेवाको शब्द, नवीन थापाको सङ्गीतमा चाहिँ मैले एउटा गीत धनकुटाको बजारीमा भन्ने गीत गाएको थिएँ। त्यही गुनगुनाउँछु है। हजुर। धनकुटाको बजारैमा हावा सररा, निष्ठुरीको सम्झनेमा आँसु बररा, निष्ठुरीको सम्झनेमा आँसु बररा। पक्कै पनि यो गीत एकदमै मिठासपूर्ण तरिकाले गाउनु भएको छ। युट्युबमा पनि यसको म्युजिक भिडियो नै बनाउनु भएको छ है। र जुन यो गायकीको क्षमता छ हजुरको म्युजिकको जर्नी चाहिँ कसरी सुरु भयो? मैले अहिले चाहिँ 11 क्लास भन्छ, त्यति बेला मैले इन्टरमिडिएट भन्थ्यो। स्कुल सकेर क्याम्पस पढ्नु पर्थ्यो। इन्टरमिडिएट चाहिँ फर्स्ट इयर पढ्दै चाहिँ राष्ट्रिय नाचघरमा चाहिँ गायनको चाहिँ खोलेको थियो। त्यति बेला मैले सिक्ने अवसर पाएको थिएँ। त्यसपछि त्यतै हुँदै यताको चाहिँ एजुकेसन छोडेर मैले उतै ललित कलाबाट पनि अध्ययन गरेँ ब्याचलरसम्म। अनि त्यसपछि फेरि यता पारिवारिक कारणले त घरतिर आइयो। अनि सङ्गीत चाहिँ थापिबस्यो त्यतैतिर। अनि अहिले त कन्टिन्यू गरिराख्नु भएको छ। यो बिचमा कति वर्ष चाहिँ ग्याप भयो होला? एकदमै 2 दशक जति चाहिँ ग्याप भयो। लगभग चाहिँ 15-20 वर्ष अगाडि चाहिँ म धनकुटामै पनि सक्रिय नै रहेँ। त्यति बेला मैले गीतहरू धेरै बनाएँ। मैले एफएमको जिङ्गलहरू बनाएँ। अब जस्तै यो मकालुको बनाएँ, लालीगुराँसको अहिले पनि बज्दै छ होइन, तेह्रथुमको रेडियो तेह्रथुमको जिङ्गलहरू। अनि कहिलेकाहीँ गीतहरू आउँथे। अब रेगुलर आउँदैन थियो, वर्षमा 2-4 आउँथ्यो। यसो बसी बिहालो यसो गरिन्थ्यो, यसो आत्मसन्तुष्टिको लागि काम गरिन्थ्यो। हजुर। पक्कै पनि एउटा क्वेसन यहाँनिर जोड्न चाहे है। धेरैजनालाई सोधिरहेको प्रश्न पनि हो यो हाम्रो कार्यक्रममा जो आउनु भएको छ गला सङ्कलनमा। सङ्गीत हजुरको लागि चाहिँ के हो? सङ्गीत मेरो प्यासन हो। सङ्गीत चाहिँ म जहिले पनि सङ्गीत, कतै बाथरुमतिर जाँदा पनि सङ्गीत गुनगुनाइरहेको हुन्छु। घरमा भात पकाउँदा कहिलेकाहीँ मिसेसले नभ्याउँदाखेरि भात पकाइन्छ, त्यति बेला गुनगुनाइरहेको हुन्छु। अब घरभित्र सुसिली हाल्नु हुँदैन भन्छ, सुसिली बजाइरहेको हुन्छु होइन। सङ्गीत नै जीवन हो भन्ने ठान्छु कि म चाहिँ। पक्कै पनि म्युजिकप्रतिको जुन लगाव छ आगामी दिनहरूमा अहिले पनि सफलै हुनुहुन्छ। अहिलेसम्म कतिवटा जति गीत रेकर्ड गराइसक्नु भयो? मैले मेरो आफ्नो गीत
मैले आफ्नो गाएको गीत चाहिँ लगभग 3टा 4वटा गाएको छु। पक्कै पनि थप सफलताको शुभकामना छ हाम्रो कार्यक्रमको तर्फबाट। अब भने फेरि पनि हजुरकै एउटा आफ्नै रेकर्डिङ जुन पहिलो रेकर्ड थियो नि हो त्यही सुनौँ न एउटा गीत। यो पहिलो रेकर्ड चाहिँ शब्द सङ्गीत मेरै थियो। अब त्यति बेला इमेज च्यानलमा अलिअलि बज्यो। तमरु खोलाको तिरैमा तिमीलाई पर्खिरहेछु, तमरु खोलाको तिरैमा तिमीलाई पर्खिरहेछु, तिमी आउँछौ भनेर आशैमा बसिरहेछु। सँगैको रातो माटो जुनी बित्यो कुरेर दो बाटो, भन्ज्याङैको रातो माटो जुनी बित्यो कुरेर दो बाटो, जुनी बित्यो कुरेर दो बाटो, तिमी हिँड्ने गोरेटोमा आधा जीवन काटिसकेछु, तिमी आउँछु भनेर आशैमा बसिरहेछु। यो गीत चाहिँ मेरो फर्स्ट टाइम हजुर रेकर्डिङ स्टुडियो देखा पनि थिएन हैन। त्यो जस्तो फर्स्ट टाइम रेकर्ड गराउँदाको एक्सपिरियन्स चाहिँ कस्तो थियो हजुरको? अब फर्स्ट टाइम त्योभन्दा अगाडि चाहिँ मैले रेडियो नेपालबाट भोइस टेस्ट पनि गरेको थिएँ। अब त्यति बेला चाहिँ यस्तो मल्टी ट्र्याक सिस्टम थिएन, लाइभ थियो हैन। तर ठ्याक्कै त्यति बेला नै यो मल्टी ट्र्याक सिस्टम आइपुग्यो, डिजिटल प्रविधि आयो। अनि रमाइलो लाग्यो। अब काट्दै सास फेर्दै एकछिन आराम गर्दै पनि गाउनु हुने रहेछ। ठ्याक्कै त्यही बेलामा यो त्यो प्रविधिको चेन्ज भएको थियो, त्यति बेला गाएको गीत हो यो। मतलब अब यो त भयो पहिलो एक्सपिरियन्स। भोलिको दिनमा चाहिँ अहिले नै गरिराख्नु भएको छ, भोलिको दिनमा चाहिँ म्युजिकलाई के कसरी अगाडि बढाउने योजनामा हुनुहुन्छ? अब पेसागत रूपमा मैले यसलाई अँगाल्न सकेको छैन। मफसलमा रहेर अलिक गाह्रो पनि हुँदो रहेछ। त्यही पनि समय निकालेर बिहान बेलुका राति म गुनगुनाइरहन्छु, यसो कहिलेकाहीँ बनाइरहन्छु, गीतहरू बनाइरहन्छु हैन। राम्रो यसो लाग्यो भने चाहिँ यसो ट्र्याकहरू बनाउँछु हैन। सङ्गीत रुचि हो। म समय भ्यायो भने दिउँसो राति बेलुका जुनै समय पनि गिटार समाएर गुनगुनाइरहन्छु। मतलब म्युजिकप्रति छुट्टै लगाव त छँदैछ। हजुर। भोलिको दिनहरूमा पनि हजुरका अझै धेरै म्युजिक भिडियोहरू चाहिँ बजारमा सार्वजनिक हुन्। अहिले म्युजिक भिडियोको नै चाहिँ तयारी के कसो गरिराख्नु भएको छ? अहिले ठ्याक्कै बिचमा गत साल चाहिँ यो धनकुटाको बजारेमा भन्ने गीत बनाएँ हैन। हजुर। दर्शक श्रोताहरूले, शुभचिन्तकहरूले, आफन्त दाजुभाइहरूले मन पराइदिनु भयो, ठिकै मन पराइदिनु भएको छ हैन। हजुर। अहिले ठ्याक्कै चाहिँ नयाँ गीत चाहिँ सुरुवात गरेको छैन। अब साथीभाइसँग सल्लाह चाहिँ हुँदैछ। अब एरेन्ज पनि गर्दैछु एउटा यसो छ्यास। अब एउटा बहिनी पनि हुनुहुन्छ, उहाँको नाम पछि भनौँला, उहाँसँग मिलेर एउटा गीत चाहिँ बनाउने तयारीमा छु म। यो म तत्कालै छिटोभन्दा छिटो भन्ने कुरा भएन, 1 वर्षै लाग्छ बिस्तारै आराम गर्दै। अब त्यसैले मात्र समय दिन भ्याइएन नि त। अब बिहान बेलुका राति भ्याएको बेला चाहिँ यसो थिच्ने बनाउने भएको कारणले गर्दाखेरि लाग्छ 6-7 महिना 8 महिना 1 वर्षै लाग्छ। त्यो बिचमा चाहिँ एउटा चाहिँ फेरि निकाल्छु भन्ने धोको छ, निकाल्छु नै भन्ने लाग्छ मलाई। हजुरलाई सफलताको शुभकामना छ। र हाम्रो जुन प्रोग्रामको टाइम चाहिँ लगभग सकिन आँट्यो, हामी लामो भिडियो बनाउँदैनौँ। अब जाँदा जाँदै अन्तिममा एउटा गीत गुनगुनाउँदै बिदा हुनुपर्छ होला। एउटा मैले लगभग 60-62 सालतिर एउटा
फिल्ममा पनि सङ्गीत दिने अवसर पाएको थिएँ, अन्धोपन भन्ने। हजुर। त्यो गीतमा प्रकाश पौडेलको फिचरिङ थियो, मैले गीत गाएको थिएँ, सङ्गीत पनि मेरै थियो, हजुर। एरेन्जमेन्ट सबै टोटली मेरो थियो। किस्मी भन्ने किस मलाई किस देऊ भन्ने बोलको गीत छ। अगाडि अगाडि हिँडिरहेछु, पछाडि पछाडि तिमी आइदेऊ, मलाई साथ देऊ, तिम्रो हात देऊ, मलाई साथ देऊ, तिम्रो हात देऊ। केस तिम्रो हेर्दाखेरि बोइज जस्तो छ, फेसन तिम्रो हेर्दा हेर्दै होस उडेछ, तिम्रो साथ देऊ, तिम्रो हात देऊ, मलाई किस देऊ, मलाई किस देऊ। यो गीतको चाहिँ शब्द चाहिँ त्यो फिल्मको प्रोड्युसर निराजन मेहता भन्ने भाइ हुनुहुन्थ्यो, अनि सङ्गीत एरेन्जमेन्ट लगायत गिटारका टोटल पार्ट्सहरू मैले नै बनाएको थिएँ यो गीतमा चाहिँ। पक्कै पनि। अनि यो गीत चाहिँ कुन मुभीमा चाहिँ भएको थियो? यो मैले अघि पनि भने, अन्धोपन भन्ने फिल्म चाहिँ लगभग 60-62 सालतिर हजुर बनाइएको थियो। गाउँघरमा अब हामी मफसलमा बसेर ठुलो चाहिँ बनाउन सकिएको छैन, होइन, त्यतातिर लागि छैन, सानो गाउँघरमै साधारण खालको बनाइएको थियो। धनकुटामा लगभग 1 हप्ता जति चल्यो, पुरै हाउसफुलै चल्यो। त्यसपछि मधेसतिर चल्यो, होइन। त्यो बेला त क्यासेटको सिस्टम थियो, एकदमै क्यासेटको सिस्टम थियो, क्यासेट चल्थ्यो त्यति बेला। कति जति बिक्री भएको थियो? यसो त्यो फिल्मको थियो, त्यसको क्यासेट बनिएको होइन। अनि त्यो फिल्ममा चाहिँ हाम्रो निराजन मेहताजीकै उत्पादन हो, उहाँकै लगानीमा, उहाँको बुवाको लगानीमा बनाउनु भएको थियो। जस्तो पहिला क्यासेटको जमानामा त्यो गरेर रेकर्डिङ गराइरहेको मान्छे हजुरहरू, अहिले डिजिटल प्रविधिसँग चाहिँ के कति लगाव बस्दैछ त? अब त्यो कुरा चाहिँ के छ भने, पहिला क्यासेट जति बिक्री हुन्थ्यो त्यति आम्दानी हुन्थ्यो, होइन। अहिले पुरै ट्र्याक चेन्ज भएको छ, होइन। अहिले पनि राम्रै छ, अहिले अनलाइनबाट गर्न सकियो भने चाहिँ साथीभाइहरूले कमाइरहेछन्, राम्रै छ, होइन। र मेरो अन्तिम प्रश्न, जस्तो हजुर त म्युजिकमा काम गरेर रेकर्डहरू पनि गराइवरी म्युजिकलाई एउटा प्यासनको रूपमा अगाडि बढाइराख्नु भएको मान्छे हो। जस्तो अब नयाँ आउने पुस्तालाई चाहिँ म्युजिकमा के भन्न चाहनुहुन्छ? कसरी अगाडि बढ्दा राम्रो होला जस्तो हजुरको विचारमा के लाग्छ? त्यो त सबैले भन्ने कुरा एउटै हो, अलिकति अध्ययन अनुसन्धान हुनु पर्यो, होइन, लगाव हुनु पर्यो। हुन त सङ्गीत नजानेकै मान्छेले पनि अनलाइनमा थर्काइरहेछन्, गरिरहेछन्, होइन। तर दिगो हुँदैन होला जस्तो लाग्छ मलाई, होइन। सङ्गीतको अध्ययन चाहिँ हुनैपर्छ, सङ्गीतको अध्ययन गरेर सङ्गीतमा लाग्नु होला, होइन। अनि कसैले त हाम्रो साथीभाइहरू सुन्छु, सङ्गीतको चाहिँ अलिकति अध्ययन नगरिकन बाहिर निकाल्छन्, साथीभाइले लगानी गर्छन्, डुब्छन्, होइन। अब प्रतिभा भएको मान्छेहरूलाई प्लेटफर्महरू पनि छन्, होइन। अनि अब बिस्तारै एकैचोटि धेरै लगानी नगरेर थोत्रै लगानीबाट निकालेर चाहिँ बिस्तारै मिडिया मार्फत, होइन, आउन सक्नुहुनेछ। अब हुन त म पनि अब चाहिँ ग्रास लेभलकै मान्छे हो, होइन, त्यसरी प्रोफेसनल रूपमा आएको मान्छे होइन। तर पनि मलाई लाग्छ चाहिँ अध्ययन चाहिँ गर्नैपर्छ सङ्गीतमा। कुनै पनि क्षेत्रमा अध्ययन नगरी चाहिँ हात हाल्दाखेरि सक्सेस हुँदैन जस्तो लाग्छ मलाई। पक्कै पनि भुवन सर, हजुरलाई विशेष आभार व्यक्त गर्न चाहन्छु। यो हजुरको कीमती समय हाम्रो लागि दिनुभयो र कुनै दिन फेरि समय मिलेछ भने हामी अलिक लामो बस्ती बिहालो नै गर्नेछौँ, एउटा पोडकास्ट नै गर्नेछौँ। र यति भन्दै आजको यो गला सङ्कलनको श्रृङ्खलाबाट हामी बिदा हुन चाहन्छौँ। हवस् त, नमस्ते, जय नेपाल।